नमस्कार। परदेशको त्यो अधुरो आँगन लिएर आज उपस्थित भएको छु। विदेश आएको आज ठ्याक्कै 13 वर्ष भएछ, तर मेरो जीवनको पात्रो भने त्यही दिन रोकियो जुन दिन एयरपोर्टमा आमाले आँसु लुकाएर भन्नुभएको थियो, छिट्टै फर्केर आइज बाबु, तिमी बिना घर रित्तो हुन्छ। त्यो दिन मलाई थाहा थिएन। परदेश जाने जहाजले केवल शरीर मात्र उडाउँदैन रहेछ, मानिसको आधा मुटु पनि सँगै लगिदिँदो रहेछ। आज राति कामबाट फर्किएपछि कोठा फेरि सुनसान थियो। भित्तामा झुन्डिएको घडी चलिरहेको थियो, तर मेरो जीवन भने कतै अड्किएको जस्तो लाग्थ्यो। पुरानो लगेज खोल्दा एउटा सानो गुलाबी खादा भेटियो। त्यही खादा मेरो छोराले एयरपोर्टमा कापेको हातले घाँटीमा लगाइदिएको। श्रीमतीले चुपचाप झोलाभित्र लुकाइदिएकी रहेछिन्। सायद उनले सोचेकी थिइन्, एक्लो हुँदा यो छोराको माया सम्झिएर बाँच्लान्। त्यो खादा छातीमा टाँसेर म धेरै बेर रोएँ। यति धेरै रोएँ कि सायद म रोएको देखेर भित्ताहरू पनि रोएका थिए, किनकि आज मेरो छोरा जवान भइसकेछ। तर मैले उसको बालापन कहिल्यै बचाउन सकिनँ। उसले पहिलो पटक बाबा भन्न सिकेको दिन फोनको अर्को छेउमा म रोएको थिएँ। आज म भन्दा अग्लो भएको छ, तर उसको काँधमा हात राखेर मेरो छोरा ठुलो भएछ भन्न पाउने सौभाग्य मैले कहिल्यै पाइनँ। मेरो छोरा ठुलो भएछ भन्न पाउने भाग्य मैले कहिल्यै पाइनँ। छोरी सानी हुँदा भिडियो कलमा भन्थे, बाबा तपाईँ कहिले आउने? म हाँसेर भन्थे, चाँडै आउँछु नानी। तर त्यो चाँडै वर्षौंको प्रतीक्षामा बदलियो। उता घरमा बुबा बुढो हुनुभयो। आमाको कपाल सेतो भयो। श्रीमतीको अनुहारमा हाँसो भन्दा थकान धेरै देखिन थाल्यो। र एउटा कुरा मैले धेरै ढिलो बुझेँ, घर पैसा बिना केही समय चल्न सक्छ, तर माया बिना बिस्तारै मर्न सक्छ। म विदेशमा पैसा कमाउँदै थिएँ, तर उता मेरा आफ्नै मान्छेहरू म बिना बाँच्न सिक्दै थिए। सबैभन्दा धेरै त आमा बुबाको पीडा देख्दा मुटु फुट्थ्यो। एकै समय एउटै थालमा खाना खाने दाजुभाइ, एउटै ओछ्यानमा लडाईँ गर्दै निदाउने दाजुभाइ, एउटै आमाको काखमा हुर्किएका सन्तानहरू आज विवाहपछि छुट्टा छुट्टै घरमा टुक्रिएर बस्न थाले। वर्षौंसम्म भेटघाट छैन, फोनमा औपचारिक कुरा मात्रै। माया भन्दा अहंकार ठुलो भयो, सम्बन्ध भन्दा दूरी ठुलो भयो। आमाले कहिलेकाहीँ फोनमा रुँदै भन्नुहुन्थ्यो, बाबु तिमीहरू सानो हुँदा एउटाले चोट लाग्दा अर्को रोएको देखेको थिए। आज एउटाको दुःखमा अर्को चुप लागेर बस्छ। बुबा चुपचाप हुनुहुन्थ्यो, तर त्यो मौनताभित्र कति आँधी थियो होला। सायद हरेक बुबा आमाको अन्तिम चाहना एउटै हुन्छ, हाम्रा छोराछोरी सधैँ मिलेर बसुन्। बुढेसकालमा धन चाहिँदैन रहेछ, महल चाहिँदैन रहेछ, चाहिन्छ त केवल यति आँगनभरि छोराछोरीको हाँसो, दाजुभाइको माया, नाति नातिनाको खेलाइ र मनमा यो भरोसा, मेरो छोरा छन्, मलाई कहिल्यै रुन दिँदैनन्, मलाई कहिल्यै एक्लो हुन दिँदैनन्। तर आजका धेरै घरहरूमा आँगनभन्दा ठुलो दूरी बनेको छ। दाजुभाइ छुट्टिएपछि आमा बुबाको मन पनि दुई टुक्रा हुन्छ भन्ने कुरा सायद हामीले कहिल्यै बुझेनौँ। आमाले जन्माउँदा कसैलाई सानो कसैलाई ठुलो भनेर जन्माउनुहुन्न। एउटै रगत, एउटै दूध, एउटै माया दिएर हुर्काउनुहुन्छ। तर समयसँगै हामी किन पराई जस्ता भयौँ? आज परदेशको यो कोठामा बसेर म भगवानसँग एउटै कुरा माग्छु, हे भगवान, धन दिनु भन्दा पहिले परिवार जोगाइदिनु, घर ठुलो बनाइदिनु भन्दा पहिले मनहरू जोडिदिनु। भगवान, दाजुभाइ छुट्टिनु परे पनि मन कहिल्यै नछुटोस्। आमा बुबा जिउँदै हुँदा मिल्न नसकेका दाजुभाइ, उहाँहरू गएपछि जीवनभर रोइरहन्छन्। एक दिन घर फर्किँदा ढोकामा बाबा आयो भनेर दौडिने बालापन हुँदैन। भान्सामा पर्खिरहेकी आमाको आवाज हुँदैन। बुबाको त्यो बलियो काँध हुँदैन। त्यसपछि पैसा घनेर के गर्नु? जीवनको सबैभन्दा ठुलो सम्पत्ति बैंकको रकम होइन रहेछ, आफ्नो परिवार रहेछ। त्यसैले यदि तपाईका दाजुभाइसँग बोलचाल बन्द छ भने आजै फोन गर्नुहोस्। यदि आमा बुबा टाढा हुनुहुन्छ भने आजै आवाज सुनाउनुहोस्। र यदि घरमा रिस छ भने आजै माया माग्नुहोस्, किनकि समयले सबै कुरा फर्काउँदैन। बालापन फर्किँदैन, बुढा भएका बाबा आमाको उमेर फर्किँदैन, र छुटिसकेको सम्बन्ध कहिलेकाहीँ जीवनभर पनि जोडिँदैन। परदेशले मलाई पैसा त दियो होला, तर एउटा कुरा सिकायो, मानिस संसार जितिएर फर्किए पनि
मानिस संसार जितेर फर्किए पनि यदि घरभित्र आफ्नै मान्छे हराएका छन् भने त्यो सबैभन्दा गरिब मानिस हो। एउटा कुरा याद राख्नुहोस्, एउटा कुरा जीवनमा सिकेर जानुहोस्, मानिस संसार जितेर फर्किए पनि यदि घरभित्र आफ्नै मान्छे हराएका छन् भने ऊ सबैभन्दा गरिब मानिस हो। ऊ सबैभन्दा गरिब मानिस हो। थ्याङ्क यू।